अघि भर्खर टिकटक यसो हेरिरहेको थिएँ म त कामबाट आएर यस्तै खासै धेरै टाइम पनि मिल्दैन नि त मलाई टिकटक हेर्नलाई। अनि हेरेको झापाली दाइको र अनि बेबोको कन्ट्रोभर्सी चलिरहेको रहेछ अहिले टिकटकमा। उनीहरूको त युट्युबमा चल्या हो तर मैले हेरेको चाहिँ टिकटकमा हो। टिकटकमा छोटो छोटो आउँछ नि त अनि हेरेको के रहेछ भनेर यसो बुझेको। झापाली दाइले चाहिँ बेबोलाई कति 7,500को प्यान्ट बेच्यो, कुन चाहिँ ब्रान्डको बेच्यो, अहिलेसम्म नसुनेको ब्रान्डको कपडा त्यति महँगो भनेर यताउति भनेर रहेछ होइन, भन्नुभएको रहेछ भनौँ न। अनि हाम्रो बेबो बहिनीले नै रिप्लाई त दिएको रहेछ। अनि उसले बेबो बहिनीले त्यही बिल पनि देखाइदिन्छु म तपाईँलाई, तर पब्लिक चाहिँ नगरिदिनु होला यताउति पनि भनेको रहेछ है। अनि कता कता त झापाली दाइको कुरा सुन्दाखेरि चाहिँ मलाई अलिकति झापाली दाइले सही नै बोल्या हो कि जस्तो लाग्यो है। अनि बेबोले चाहिँ एउटा कुरा के भन्यो भन्दाखेरि हामी तलबाट माथि पुगेर कि माथि बस्न नपाउने हो र तलको तलै हुनुपर्ने हो र जस्तो कुरा नि। तर झापाली दाइले चाहिँ त्यस्तो भन्न खोजे होइन जस्तो लाग्यो। उसले झापाली दाइले चाहिँ के भन्थ्यो भन्दा तलबाट तिमी माथि पुऱ्यायो जुन मान्छेले त्यो मान्छेलाई नलुट्देऊ, त्यही अनुसारको कपडा बेच्देऊ, यस्तो केही महँगो भयो त्यो धनीले मात्र किन्ने खालको कपडा नबेच्देऊ, तिमीलाई फलो गर्ने त्यो गरिबहरूले पनि त्यही लेभलको सामान बेच न जस्तो भनेर रहेछ होइन। तर अहिले क्लियर भइसक्यो जस्तो लाग्यो, कन्ट्रोभर्सी धेरै लम्ब्या जस्तो छैन। तर यार आफ्नो ठाउँमा दुईजना बेस्ट छ है, म चाहिँ कसैले पनि केही भन्दैन। जस्ट म एउटा के भन्छु भन्दाखेरि चाहिँ अब बेबोलाई पनि के भन्छु भन्दा अलिकति नर्मल मान्छेले पनि किन्न सक्ने खालको है राम्रो अब त्यही कपडा बेच भन्छु, त्यति नै हो। बाँकी त्यसै चलिरहेको म किन यसरी नजानी लटपटी डराइ पनि क्यामेरा अगाडि आएर बोलिरहेको छु त भन्दाखेरि मलाई थाहा भइसक्यो कि होइन, मलाई थाहा भइसक्यो सोसियल मिडियामा चाहिँ पछि गएर चाहिँ मेहनत राम्रो गऱ्यो भने है, राम्रो छ मेहनत देखायो आफूले, सङ्घर्ष योमा गऱ्यो भने चाहिँ 2-4 वर्षपछि या 5 वर्ष लागोस् न एकदम राम्रो फ्युचर चाहिँ मैले देखिसकेको छु है। त्यही भएर म हडबडी पनि होइन, डराइ अब अलिकति बोल्न लडबडाइ पनि गरिरहेको छु है। बिस्तारै बानी पार्दैछु, बानी पनि पर्छ पनि र पार्छु पनि र गर्छु पनि है भनेरै आएको हो। अहिले खुलेर बोल्न नसके पनि बिस्तारै म खुलेर बोल्न सक्छु र बोल्ने छु पनि र सबलाई देखाउने छु पनि है। यो चाहिँ मैले मनैदेखि सोचेको हो र यो सोच पुरा पनि हुन्छ र पुरा गर्छु पनि। नत्र यतिकै म 10 घन्टा काम गरेर थाकेको बेला रुममा सुतेर बसेको भए पनि कसले के गर्थ्यो र। तर उठेर किन हिँडेको छु भन्दाखेरि मैले बुझिसकेँ कम्फर्ट जोनबाट म बाहिर निस्किन खोज्दैछु है। मलाई 10 घन्टाको ड्युटी गरेर मजाले पुगेको छ, इनफ छ है। र घरमा पनि खुसी छ, फ्यामिली पनि खुसी छ। फेरि त्यस्तो होइन कि काम मात्र गरेको छ आफू मात्र खुसी भएको छ, त्यस्तो होइन। आफू नि खुसी छ, घरमा पनि खुसी छ, सब खुसी छ है। किन यो सोसियल मिडियामा यसरी भिडियो बनाइरहेको छु भन्ने म त्यही होइन निस्किन खोजिरहेको छु कि अब त्यही यो नगर्ने के, यो 10 घन्टा ड्युटी नगर्ने, निस्किदिने अब यहाँबाट। कति समय लाग्छ होइन, 3 वर्ष 4 वर्ष 5 वर्ष किन नलाग्छ होइन, निस्किदिने के, नगर्ने के धेरै अरूको काम, विदेशमा आएर काम नगर्ने के, नेपालमै जाने होइन। बरु सानोतिनो नै किन नहोस् होइन, जब बिजनेस गर्ने के है, बिजनेस गर्ने, आफै केही गर्ने। अब है म कोसिस गरिरहेको छु कि है त्यो कम्फर्टबाट निस्किम भनेर है। कम्फर्ट जोनमा बस्ने होइन, एक दिन होइन हरेक दिन केही नयाँ गरौँ,
केही नयाँ सोचौँ भनेर होइन। आज के गर्ने, भोलि के गर्ने, कसरी चाहिँ अगाडि जाने, कसरी चाहिँ यो जोनबाट निस्किने, कम्फर्ट जोनबाट निस्किने भनेर धेरै धेरै सोचिरहेको छु म होइन। तर निस्किने हो, खत्रै बवालै बनेर निस्किने हो। आई डु इट भनेर पोस्ट गर्ने कुरो रहर छ होइन। सपना नै हो एउटा र पुरा गर्नको लागि नै सङ्घर्ष गरिरहेको हो र गरिन्छ पनि र गर्छु पनि। त्यो रात परेको छ है, लाइट बालेर यसो ब्लग बनाइदिउँ भनेर। क्रोएसियामा कोही इलिगल भएर यसो होस्टेलमा बसिरहेको छ भने चाहिँ मेरो कम्पनीमा चाहिँ एकजनाको ठाउँ खाली छ है। मलाई आफ्नो डकुमेन्ट छ भने इनबक्समा सेन्ड गरिदिनु, म साउसाउ कुरा गरेर तपाईँसँग कन्ट्याक्ट गर्न सक्छु। एकजनालाई चाहिँ काम लगाइदिन सक्छु है म। त्यही भन्नको लागि चाहिँ डकुमेन्ट चाहिँ बन्छ, फेरि हाम्रो साउल डकुमेन्ट बनाइदिन्छ। मसँगै हो काम गर्ने, काम चाहिँ कस्तो छ के छ भनेर बुझ्न पनि सक्नुहुन्छ। आफ्नो डकुमेन्ट पठाउनु होला। लास्टमा यति हो, बाई बाई गाइज।